यो सेल देखेपछि मलाई पनि अचम्म। हेर्नु न यो कुन खालको ल। यो फ्यामिली भ्लगको किचनबाट तपाईँहरूलाई स्वागत छ। बुढीले सेलरोटी बनाउने अवस्थामा अझै हेर्दै जानु होला। हामी विभिन्न सेल बनाएर देखाउनेछौँ। हेलो सेल बनाउन लागेको, एउटा बनाउँदै खाँदै एउटा बनाउँदै खाँदै। त्यही पनि यहाँ सेल हेर्नु, यहाँ यो सेल देखेपछि मलाई पनि अचम्म। हेर्नु न यो कुन खालको सेल हो। यो सेल देखेपछि मलाई के हो याद आउँछ। हेर्नु यो भुइँभरि यो के गरे, यो सेल पकाएको कि यो छरेको हो कि यो रोपेको हो। हेर्ने कतिवटा भाँडा छ एउटा सेल बनाउनु। हेर्नु त्यहाँ चुलादेखि लिएर यो के हो यो सेल बनाउन जान्ने ढङ्ग भएको कि नभएको। यो सेल देखेर मलाई पनि खाइहालौँ जस्तो लागिरहेको, तर अलिक पाएको छैन रहेछ। यो सेल देखेपछि मलाई पनि खाउँ लागिरहेको। हेर्नु यो सेल, यो कुन देशको सेल हो? नेपालको सेल त यस्तो हुँदैन यो। सेल यो कुन देशको सेल बनाएको छ यसरी? यो सेल बनाएर चाहिँ गाइजहरू होइन माइत जाने हो उहाँ चाहिँ। तर माइतमा यो के भनेर जाने? हेर्नु यो हातको मुठीमा मात्र हुनु पर्ने, यो हातको पुरै जाने बेला भइसक्यो यहाँ। हेर्नु यस्तो छ हरिबिजोग। लु अर्को थाली हाल्नु। लु यतातिर अर्को थाली हाल्नु त। लु अब यो पिठो हेर्दाखेरि पनि सेल बन्दै छ। ल बोतलमा हालेर र यो काटिरहेको छु। त्यसले खोपेर हाल न, त्यसैले हाल न नि। यो एउटा हुँदैन यसले। सिकाउने मान्छे ल हो त्यो होइन बाखेन। अब झन् खतरा सेल बने जस्तो छ अहिले झन् खतरा। अहिलेको भन्दा खतरा सेल बने जस्तो छ। यो सेल देखेर मान्छे चाहिँ होइन यो कसले बनाएको भनेर भन्दाखेरि हेर त्यहाँ भुइँदेखि यहाँ शिर पुछाडि यो के हरे बिचो देख्नु परेको। लु हेर त यो सेल यो फर्काउ सेल फर्काउँदा एकचोटि कस्तो रहेछ। हेर्नु लु सेल फर्काउनु। यो सेल खाएपछि चाहिँ नि एकैचोटिमा अघाउला त। हेर्नु यो सेल हो कि यो पुरी हो कि नि, केही थाहा पाउँदैन म। फेरि यो त्यहाँ राखेर चाहिँ यहाँ राख्छ, त्यहाँ राख्नुपर्छ। यो
नयाँ बुहारीले सेल बनाउन नजानेपछि अवस्था यस्तो भयो। त्यो एकतिर डढिसक्यो। पुरी जस्तो पो छ त यो त सेल हो कि पुरी हो यो? ओहो कत्रो ठुलो रोटी भएछ त्यहाँ। ठ्याक्कै त्यो कलर हेर्दा त तिमी र त्यो सेलरोटी एउटै छ त। यो सेलरोटीले त मलाई झ्याप्पै अगाउँछ एकैचोटि। ल तपाईँहरू जतिजनाले भिडियो हेरिराख्नु भएको छ अझै हेर्दै जानु होला। हामी विभिन्न सेल बनाएर देखाउनेछौँ। यो सेल बनेपछि चाहिँ नि मान्छे खाएर भन्दा नि हेरेर अगाउनेछन्। ल यो कस्तो खतरा सेल, यो सेलरोटी हो कि यो के अरे च्याउ हो पनि मलाई केही बुझ्दिनँ। सेलरोटी हो कि यो च्याउ हो पनि केही बुझ्दिनँ। हेर सेलरोटीको गल्ती। ओहो वाह, ए झन्डै सकियो त चुहाउँदै। सेलरोटी खत्रै छ है गाइजहरू। ल मलाई यस्तो हाँस उठिरहेको छ तर हाँस्नु भएको छैन यहाँ। किन चेप्टो बन्छ? 2000 years later.